हाई एभ्रिवान, नमस्ते। सङ्किन फ्लेभर्समा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ। आज चाहिँ पिरो अमिलो टक्क जिब्रोमा लाग्ने आँपको अचारको रेसिपी लिएर आएकी छु। आजभोलि बजारमा चाहिँ काँचो आँपको सिजन छ अनि अचार लाउनको लागि आँप पनि सजिलै पाइन्छ। सिजनमा अचार बनाइराख्नु भयो भने यसलाई महिनौसम्म राखेर अफ सिजनमा खान सक्नुहुन्छ। आज म तपाईहरुलाई लामो समयसम्म राखेर खान मिल्ने अचारको रेसिपी बनाएर देखाउने छु। आउनुहोस् अब अचार बनाउनतिर लागौं। यहाँ मैले 1.5 केजी आँप लिएर राम्रोसँग पखाल्दै छु। सफासँग धोइसकेपछि अब यसलाई ससानो पिस गर्दै छु। तपाईलाई जस्तो शेपमा काट्न मन लाग्छ त्यस्तै शेपमा काट्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ स्क्वायर शेपमा काट्दै छु। यसरी नै सबैलाई ससानो टुक्रा गर्ने। मैले चाहिँ यसरी सबै आँपहरू टुक्रा गरिसकेकी छु। अब यसरी काटिसकेपछि यसमा चाहिँ अलिकति नुन र बेसार राखेर एक दिन चाहिँ पुरै घाममा सुकाउने। नुन र बेसार सबैतिर पुग्ने गरी राम्रोसँग चलाइदिनु पर्छ। तपाईहरुले नुन र बेसार नराखी अथवा घाममा नसुकाई डाइरेक्ट पनि अचार राख्न सक्नुहुन्छ। तर मलाई चाहिँ घाममा सुकाएर बनाएको मन पर्छ किनभने यो अलि लामो समयसम्म रहन्छ। यसरी घाममा सुकाउन छोडेपछि आँप भित्रको पानी निस्केर हल्का ओइलाउँछ। अब चाहिँ अचारको लागि आवश्यक मसलाहरू तयार गर्दै छु। मैले 2 चम्चा सर्स्युँ राखेर भुट्दै छु। सर्स्युँलाई एकैछिन भुटेपछि यसमा मैले 2 चम्चा तोरीको दाना पनि एड गर्दै छु। सर्स्युँको भन्दा तोरीको दाना अलिकति सानो रहेकोले तोरीलाई अलि पछि हालेको। यो यतिको पड्केर भुटिसकेको छ। यसलाई निकालेर एउटा भाँडामा राख्छु। भाँडामा आधा चम्चा मेथी भुट्दै छु। यसमा मैले 1.5 चम्चा धनिया पनि राखेर भुट्दै छु। त्यसैगरी 1.5 चम्चा जिरा पनि थपेर भुट्दै छु। अब यतिको भएपछि हाम्रो सबै मसलाहरू चाहिँ भुटिसकेको छ। यसलाई म एउटा भाँडामा खन्याउँछु। यता एकैछिन मसला सेलाइन्जेल चाहिँ यता तोरीको तेल तताएर यसलाई पनि सेलाउन छाडिदिने। अब अघि नै भुटेर सेलाउन राखेको सबै मसलाहरू मिक्सचरमा राखेर खस्रो खस्रो हुने गरी पिसिदिने र सबै मसलाहरू राम्रोसँग यसरी पिसी पनि सकेको छ। अब एउटा भाँडामा पिसेको सबै मसलाहरूलाई राख्ने। मसला राखेपछि आधा चम्चा बेसार थप्दै छु। त्यसैगरी 1 चम्चा रातो खुर्सानीको धुलो, आधा चम्चा खुर्सानीको फ्लेक्स, त्यसैगरी ज्वानो, आधा चम्चा सुपको दाना, आवश्यकता अनुसार नुन राख्दै छु। त्यसैगरी आधा चम्चा ओनियन सीड रहेको छ। सबै मसलाहरू राखिसकेपछि अघि नै हल्का सेलाउन राखेको तोरीको तेल माथिबाट राखिदिने। अब चाहिँ मसला र तेल 1-2 मिनेटसम्म राम्रोसँग चलाउँदै मिक्स गर्ने। तेल र मसला राम्रोसँग मिक्स भएपछि 10 मिनेट जति यसलाई यतिकै छाडिदिने। एक दिनभरि घाममा राख्दा हाम्रो आँप चाहिँ यतिको सुकेर ओइलाएको छ। अब यसलाई पनि राखेर राम्रोसँग मसला र तेलमा मोल्ने। सबैतिर तेल र मसला बराबरी लाग्ने गरी राम्रोसँग मोल्नुपर्छ। यसरी मैले चाहिँ सबैतिर बराबर तेल र मसला लाग्ने गरी राम्रोसँग 4 देखि 5 मिनेटसम्म मिक्स गरे। अब यो यति राम्रोसँग मिक्स भइसकेको छ। यसलाई म एउटा बट्टामा राख्न गइरहेको छु। हेर्नुस् त हाम्रो अचार चाहिँ हेर्दै खाउँ खाउँ लाग्ने भइसकेको छ अनि यसको कलर पनि एकदमै राम्रो छ। अहिले नै खाँदाखेरि पनि मिठो होला जस्तो छ। यसरी बनाएको अचार चाहिँ थप 1-2 दिनसम्म घाममा राखेर महिनौं दिनसम्म स्टोर गरेर खान सक्नुहुन्छ।
यसरी बनाएका आँपको अचार लामो समयसम्म पनि बिग्रिँदैन। तपाईहरुलाई आजको आँपको अचारको रेसिपीको भिडियो कस्तो लाग्यो? यदि मन पर्छ भने चाहिँ लाइक र कमेन्ट गरिदिनु होला अनि मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यस्तै मिठो आँपको अचार खानको लागि चाहिँ तपाईहरुले पनि यो रेसिपी हेरेर एकपटक घरमा ट्राई गर्नु होला।